मेरो मृत शरीरको डीएनए परीक्षण गराएर मात्र लास संस्कार नु। डीएनए परीक्षणको 100% आउने नेगेटिभ रिजल्ट सारा दुनियाँलाई देखाएर दुश्मनहरूले लगाएको कपोकल्पित निराधार र झुटा आरोप प्रमाणित गराइदिनु भन्दै दार्चुलाको सम्पाल माविका प्रधानाध्यापक बलदेव सिंह धामीले गरे आत्महत्या। यस्तो छ दर्दनाक घटनाको अन्तर्य समेटिएको धामीको फेसबुक पोस्ट। प्रिय छोराहरू राजेश, राकेश र प्यारी जीवन सङ्गिनी सीता, तिमीहरूले आफ्नो असल अभिभावकको सुन्दर संसारबाट गुमाउँदैछौ। अत्यन्तै भावुक मुद्रामा तिमीहरूलाई मेरो मृत्युको खबर सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदैछु। इमानदारिता, पारदर्शिता र जवाफदेहिता मेरो कार्यशैलीमा दुश्मन र पापीहरूले चलखेल गरी मेरो सुन्दर परिवारलाई ध्वस्त बनाइदिए। रामेछाप जिल्लामा लामो समय शैक्षिक क्रियाकलापमा समाहित म एक इमानदार शिक्षक, नमुना विद्यालयको प्रधानाध्यापक, गृह जिल्लामा एउटा विद्यालय नमुना बनाउने सोचले सरुवा गर्ने निर्णयमा पुगे। तत्कालीन मेरो कार्यरत विद्यालय कुशेश्वर मावि विद्यालय व्यवस्थापन समितिमा कुरा राख्दा विभाग अध्यक्ष प्रिय भाइ दिपेन्द्र खड्काले सर तपाईँको 2 भाइ छोराहरूलाई काठमाडौँमा जोसुकै कलेजमा आइएससी पढाइदिन्छु, मेरो कार्यकालभरि बसिदिनुहोस् भनेको मानेको भए मेरो यो अवस्था हुने थिएन। 2077 साल कार्तिक 8 गते सरुवा भएर म दार्चुला जिल्लाको ब्याज गाउँपालिका वडा नम्बर 4 स्थित श्री सम्पाल मावि सुनसेरामा 4 जनाको सिङ्गो सुन्दर परिवारसहित हाजिर हुन आउँदा विद्यालयको गेटबाट प्रवेश गर्दा त्यहाँको माटो छोएर विद्यालयलाई नमुना बनाउने सङ्कल्प गरेको थिएँ। विद्यालयमा हाजिर हुन पाउँदा उदेकलाग्दो निराशजनक वातावरणमा कुनै पनि सिस्टम र पद्धति नभएको डम्पिङ साइट जस्तो विद्यालयलाई धेरै प्रयास र प्रयत्न गरी 5 वर्षभित्रमा नमुना बनाउने सङ्ककोश गरी कार्यथालनी गरेँ। नभन्दै विद्यालय नमुना भयो, तर दुश्मनहरूले मलाई आत्महत्या गर्न बाध्य बनाए। गृह जिल्लामै भएर पनि आफ्नो घरलाई वास्ता गरेन। अहोरात्र खटेर विद्यालय नमुना बनाएको होइन। फटा पापीहरू, सुरुदेखि तह श्रेणी र योग्यता नभएका फटाहरू दली भट्ट र हरि भट्टको प्रधानाध्यापक हुने र भ्रष्टाचार गरी विद्यालय निमित्तान्न गर्ने सोचमा पूर्णविराम लागेपछि अवरोध खेप्दै आएकोमा एक दिन शनिबार विद्यालयको काममा व्यस्त रहँदा रक्सीको मातमा शिक्षक र विद्यार्थीको अगाडि गाली गलोच गरी मेरो बेइज्जत गरेको याद छ। फटा दली भट्ट यो कुरा सोही दिन ब्यास गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुँवरज्यूलाई समेत फोन मार्फत जानकारी गराएको थिएँ। 2077 11 महिना 14 गते प्रधानाध्यापकको पदभार ग्रहण गरेपछि मैले के काम गरेको थिएँ? विद्यालय नमुना बनाउन। यसपछि उनले आफ्नो कार्यकालमा गरेका 46वटा निकै महत्त्वपूर्ण र सकारात्मक कामको सूची राखेका छन्। त्यसपछि पनि उनले थुप्रै प्रमाणहरू राखेका छन्। कसरी जन्मेका थिए शत्रुहरू? दली भट्ट प्रधानाध्यापक हुन नपाएर, दम्फाको परमानन्द भट्ट विद्यालयको पुरानो भवनको 2 लाखको ढुङ्गा सित्तैमा नपाएर प्रलाई यो कुनै पनि बेला महँगो पर्न सक्छ भनेको होइन फटातैले के गरिरहन्थे शत्रुहरू। बिना गल्ती अख्तियारमा मुद्दा दायर। परमानन्द भट्टको योजनामा अरू ठुलो ग्रुप संलग्न रहेको मेरो 100% विश्वास छ। विद्यालयको सानो पनि नराम्रो कुरामा परमानन्द भट्टको मलाई फोन आइरहन्थ्यो। विद्यालयको राम्रो र शुभ कामहरूमा उसको फोन कहिले पनि आउँदैन थियो। यसरी सुरु भएको थियो मेरो आत्महत्याको बाध्यकारी घटना। 2083 साल वैशाख 3 र 4 गते म र मेरो श्रीमती व्यक्तिगत कामले काठमाडौँ जाने क्रममा महेन्द्रनगर सालीको घरमा थियौँ। परमानन्द भट्टको फोन आयो, कहाँ हुनुहुन्छ सर? एकछिनपछि दली दत्त भट्टको फोन आयो, कहाँ हुनुहुन्छ सर? ढिलै भए पनि नयाँ वर्षको शुभकामना। त्यसपछि काठमाडौँ पुग्दा पनि परमानन्दको फोन प्राय जसो आइरहेको हुन्थ्यो। के थाहा गाउँमा यस्तो भइरहेको छ। 2083 साल वैशाख 12 गते विद्यालयमा इमानदार शिक्षक राजेन्द्र कुँवर सरको फोन आयो, सर नवराज सरलाई पुलिसले लग्यो। किन भन्दा हाम्रो विद्यालयमा कक्षा 5 मा पढ्ने बालिका बलात्कारको केसमा प्रतिष्ठित विद्यालय र इमानदार शिक्षकको पीरले तनाव सिर्जना भएको थियो। सबै साथीहरूलाई विद्यालयमा हाजिर हुनको लागि जानकारी गराएँ। म र पुष्कर भट्ट सर वैशाख 15 गते विद्यालय आयौँ। बीचबीचमा परमानन्द भट्टको फोन आइरहन्थ्यो। बेलुका स्कुलको आवासबाट पुष्कर भट्ट सरको फोनबाट वकिलसँग मुद्दाको बारेमा बुझ्दा शिक्षकलाई जटिल हुने कुराले झन् निराश बनायो। 2083 वैशाख 15 गते राति र 16 गते बिहान मलाई फसाउने योजना बनाएर पुरै समुदायमा हल्ला फैलाएको रहेछ। को थिए मलाई फसाउने योजनाकार? दम्फाको परमानन्द भट्ट प्रमुख योजनाकार, दलिदत्त भट्ट सम्पाल माविका शिक्षक, सम्पाल मावि शिक्षक पदमराज भट्ट, हरि भट्ट सम्पाल मावि शिक्षक, पुष्करराज भट्ट शिक्षक सम्पाल मावि सुनसेरा, नेपाली काङ्ग्रेस ब्यास पार्टी सभापति नरेन्द्र भट्ट, हालको भवन निर्माण ठेकेदार हेमराज भट्ट, विक्रम सिंह कुँवर सम्पाल मावि शिक्षक, पदमराज भट्ट, दलिदत्त भट्ट र पुष्करराज भट्टको मतियार बनेको। प्रिय छोराहरू राजेश, राकेश, प्यारी श्रीमती सीता र परिवारका अन्य सदस्यहरू, इष्टमित्र, शुभचिन्तक, गाउँले दाजुभाइहरू, मेरो इमानमै दुश्मनहरूले सिङ्गो सुनसेरा समुदायमा र आफ्नो घरमा फोन तथा अन्य माध्यमबाट सूचना प्रवाह गरी पदमराज भट्टले अन्य पालिकाका शिक्षक प्रहरूलाई समेत फोन गरी कपुकल्पित असत्य बलात्कारको आरोप लगाएर मेरो शैक्षिक इतिहास समाप्त गरी स्वाभिमानमा गम्भीर चोट पुगेकाले र म डिप्रेसनको शिकार भएर आत्महत्या गर्न बाध्य भएको छु। यिनीहरूको कल डिटेल लिएर हदैसम्मको कारबाहीको माग गर्दछु। जिल्लामा काङ्ग्रेस एमालेमा यिनीहरूको प्रभाव राम्रो रहेकाले प्रभावित गर्न सक्छन्। त्यसैले सर्वोच्च अदालतसम्म न्यायिक लडाईँ लडिदिनु होला। प्राकृतिक न्यायको लागि मैले प्रयोग गर्दै आएको विद्यालय पोसाक र नमुना विद्यालयको DPR गोरखनाथ मन्दिरको जिम्मा लगाएको छु। मेरो एउटा मात्र शर्त यिनीहरूको वंश विनाश रहेको छ।
इष्टकुल देवता मल्लिकार्जुन स्वामी, भगवती माता, सम्पाल देवता र गोरखनाथ मेरो अनाथ बच्चाहरू र सिउँदो पुछिएकी श्रीमतीले न्याय पाओस्। दूधको दूध र पानीको पानी। कपोकल्पित र झुटा आरोप जिल्ला प्रहरी कार्यालयमा प्रभाव गरी म र मेरो मोबाइल अनुसन्धानको केन्द्र बनाएको थियो। नेपाली सेना, विभिन्न विद्यालयका कर्मचारी, कहिले कहीँ त उनीहरू सँगै शिक्षक पदमराज भट्ट र कहिले शिक्षक दलिदत्त भट्ट र ठेकेदार खेमराज भट्ट आएर सङ्केत गर्थे। टाउको हल्लाउने, हाँस्ने यस्ता हरकत भएको थियो ममाथि। आत्मस्वाभिमानको हमला, मेरो उच्च आचरण, सामाजिक चरित्र सिद्ध्याउने, अन्यायपूर्ण र सरासर गलत अनुसन्धान, सिङ्गो समुदायको नेतृत्वकर्ता, शिक्षक विद्यार्थीको अभिभावक, असल र कर्मशील इमान्दार, म जस्तो शिक्षकलाई होइन अपराधीलाई खोज प्रहरी साथीहरू। मिति 2083 जेठ 2 गते शनिबार सामाजिक विकास कार्यालय दार्चुलाका इन्जिनियर साहबसँगै शिक्षक दलिदत्त भट्ट, ठेकेदार खेमराज भट्ट र अर्को मेरो अपरिचित व्यक्ति अनुसन्धानकर्ता हुनुपर्छ। बिल्डिङको नाप जाँच थिएन, त्यो कोरा अनुसन्धान थियो। प्रष्ट झल्को देखिन्थ्यो। गरिबताको फाइदा उठाएर पीडित बालिकाको बुबा आमालाई पैसा खुवाएर अदालतमा मलाई अपराधी किटान गर्ने योजना बनाउने फटा ठेकेदार खेमराज भट्ट तँ होस्। म ठोक्वा गरेर भन्न सकिरहेको छु, गोलो पृथ्वीमा दिनपछि रात हुन्छ। इन्जिनियर साहब, तपाईँको पनि घरमा बालबच्चा छन् होला। मेरो त आत्मसम्मान र स्वाभिमानको लडाइँमा टुहुरा भए। तपाईँको टिममा अनुगमन सँगसँगै मलाई हैरानी गर्ने अनुसन्धान पनि थियो। छातीमा हात राखेर सोच्नुहोस् त। परिवारका सदस्यहरू, अब उपरान्त यसो नगर्नु। शिक्षण पेसा कसैले पनि नरोज्नु। प्रिय छोराहरू राजेश, राकेश, मुटु दह्रो बनाउनु। बिस्तारै मलाई बिर्सनु, आफ्नो लयमा फर्कनु, मम्मीको विशेष ख्याल गर्नु। प्रिय जीवनसङ्गिनी सीता, आदर्शवान नारी भएर बस्नु, मलाई बिर्सिदिनु, छोराहरूको विशेष ख्याल गर्नु। सामान्य परिवारलाई यहाँसम्म पुर्याउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मेरो भूमिका महत्त्वपूर्ण रहेको थियो। अब उपरान्त कसैले निर्वाह गरे ठिकै छ, नभए चित्त बुझाउनु। मैले राज्य कोषबाट पाउने सुविधा, उपदान, सञ्चय कोष, बिरामी बिदा, औषधि उपचार खर्च, शिक्षक बिमा, कर्मचारी बचत वृद्धि कोषको पैसाले तिमीहरूलाई केही वर्ष पुग्छ। बाँकी जीवनमा आफै सङ्घर्ष गर्नुला। मेरो मृत शरीरको डिएनए परीक्षण गराएर मात्र लास संस्कार्नु। डिएनए परीक्षणको 100% आउने नेगेटिभ रिजल्ट सारा दुनियाँ सामु देखाएर दुश्मनहरूले लगाएको कपोकल्पित, निराधार र झुटा आरोप प्रमाणित गराइदिनु। प्रिय छोराहरू, प्यारे जीवनसङ्गिनी सीता, मेरो वार्षिक पुण्यतिथिपछि गोरखनाथ मन्दिरमा बोका बलि गरेर पूजा गरिदिनु। सम्माननीय प्रधानमन्त्रीज्यू, राजसभा पार्टी सभापति रवि लामिछानेज्यू, नेपाल सरकार, सिङ्गो प्रतिनिधि सभा, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकार, ब्यासका आदरणीय अध्यक्ष तथा उपाध्यक्षज्यू, समाजमा रहेका यस्तै ठालुहरूको दबदबामा कहिले पनि समाज परिवर्तन हुनेवाला छैन। यी फटाहरूलाई कारबाही नभएसम्म मेरो परिवारले न्याय पाउनेवाला छैन। नेपाल सरकार, मेरो माग डिएनए परीक्षण हो। बलात्कार कसले गरेको तिनै अबोध बालिकालाई थाहा होला। नवराज सर, तपाईँ पनि निर्दोष साबित भएर निस्किनु। मेरो धेरै धेरै शुभकामना। मलाई अपार माया, सम्मान र इज्जत गर्ने सुनसेरावासी अभिभावक, विद्यार्थी र स्टाफका मिलनसार साथीहरू, स्वाभिमानभन्दा मृत्यु ठुलो होइन, त्यसैले कमजोर निर्णयमा आई एम सरी। पदीय हैसियतमा मैले गरेको निर्देशनमा कुनै त्रुटि भएको भए माफ गरिदिनु होला। इमान्दार शिक्षक साथीहरू, गुलियो विष सेवन गराउने फटा दली भट्ट, पुष्कर भट्ट, पदमराज भट्टको चङ्गोलमा नफस्नु। समयमै आफ्नो गन्तव्य पहिल्याउनु। यो मेरो सही र तथ्यपरक सुझाव हो। हरक विष्टज्यू, दिलीप सिंह बुढाथोकीज्यू, मदन सिंह कुँवरज्यू, मङ्गल सिंह धामीज्यू, देवसिंह धामीज्यू, लेखापाल भूपेन्द्र कुँवरज्यू, यहाँहरूको लक्ष्य पुरा हुन सकेन। अधुरो कामका लागि क्षमा चाहन्छु। सम्पाल माविको सधैँ उन्नति र प्रगति भइरहोस्। म जस्तै इमान्दार अन्य शिक्षकहरूले अनाहकमा बिना गल्ती, इज्जत, प्रतिष्ठा र आत्मस्वाभिमानको लागि आत्महत्या गर्नु नपरोस्।